लाग्थ्यो यसरा कहिले लाग्यो अनि कुन साल नहोस् पनि हजुर चैत आएको पानी आजको ऐनेर 6 मुरीको हुन्थ्यो हजुर अनि बर्बाद अहिले त त्यसले झाला चाहिँ घाम लाग्छ अहिले झार्दैन अब त्यो साल चाहिँ चैतडा आएको आगोआई गरे हो नि त आएको आई मकैको एउटा कुटुम्बो त्यस्तो भएको भएर बस्दाखेरि मकै भाँचिन्छ ए हजुर भएर बस्दाखेरि धान जमाएर रहेछ पानी खाएर तुरन्तमा यस्तो झारेर त्यसले घाम लागेको हजुर गाउँ भिन्न गुन्द्राको दुधै जाति छमैली गाउँ बनाउँछ एउटा पुरानो भोत्लो पुरी गयो पुराले खाएर पछि असौध घाम लाग्यो बल्ल असौध